हेलो एन्ड नमस्ते वेलकम टु 12 फन्च। ओके होइन आज चाहिँ हामी के पढ्नेवाला छौँ भन्दाखेरि केमिस्ट्री अफ ब्युवेटर। यो चाहिँ एकदमै धेरै सोधिरहेको क्वेसन पनि हो र सुरुमा चाहिँ हामीले यसमा के लेख्नुपर्छ भन्दाखेरि प्रिपेरेसन यदि हामीले सिएओ कपर अक्साइडलाई डाइल्युट H2SO4मा राख्यौँ भने त्यसले चाहिँ के दिन्छ, कपर सल्फेट र वाटर दिन्छ। र यदि मैले CuCO3 अर्थात् कपर कार्बोनेटलाई मैले डाइल्युट H2SO4मै राखेँ भने कपर सल्फेट प्लस CO2, किनकि यहाँ CO3 छ त्यसैले CO2 र H2O वाटर दिन्छ। र मैले यदि कपर हाइड्रोक्साइडलाई चाहिँ मैले डाइल्युट H2SO4मा राखेँ भने CuSO4 र H2O दिन्छ। हामीलाई त ब्युभिट्रोल भनेको के हो, CuSO4.5H2O हो। र यदि हामीले CuSO4लाई 5H2O मा राखेर क्रिस्टलाइजेसन गऱ्यौँ भने नै हामीलाई CuSO4.5H2O दिने हो। यसलाई चाहिँ हामीले ल्याबमा प्रिपेयर गर्दा चाहिँ यसको इन पोइन्ट पत्ता लगाएर गरेका थियौँ र क्रिस्टलाइन पोइन्ट पत्ता लगाएर त्यसलाई डाइल्युट गर्दाखेरि चाहिँ CuSO4.5H2O आएको थियो। फिजिकल प्रोपर्टिज हेर्ने हो भने यो चाहिँ सोलिड क्रिस्टलाइन हो जुन पानीमा डिजल्भ हुन्छ। पेन्टाहाइड्रेट कपर सल्फेट चाहिँ के हुन्छ, ब्लू कलरको हुन्छ। पेन्टाहाइड्रेट कपर सल्फेट ब्लू कलरको हुन्छ र एनहाइड्रस कपर सल्फेट चाहिँ कलरलेस हुन्छ, अर्थात् के हुन्छ त, व्हाइट कलरको हुन्छ। व्हाइट कलरलाई नै हामी के भन्छौँ भन्दाखेरि कलरलेस भन्छौँ। ब्लू कलर चाहिँ फर्मेसन अफ CuH2O को माथि प्लस CuH2O को कारणले गर्दा चाहिँ आउने हो। अब केमिकल प्रोपर्टिज हेर्नुपर्दा यसलाई हामीले एक्सन अफ हिट इन प्रेजेन्स अफ हिटमा राख्यौँ भने CuSO4.5H2O ब्युभिट्रोललाई हामीले यदि 100 डिग्री सेल्सियस जतिमा पानी उम्लिन्छ त्यतिमा राख्यो भने जम्मा 4 वाटर चाहिँ भाग्छ है। अनि एउटा अझै पनि यहाँ CuSO4.H2O बाँकी हुन्छ। यो चाहिँ ब्लू कलरको हुन्छ। यो चाहिँ के कलरको हुन्छ भन्दा ब्लू कलरको हुन्छ र यसलाई मैले यदि 230 डिग्री सेल्सियससम्म हिटिङ गरेँ भने मात्रै यो CuSO4मा जान्छ, कपर सल्फेट बन्छ। र यदि यसलाई अझै मैले 750 डिग्री सेल्सियससम्म नै हिट गरेँ भने चाहिँ Cu प्लस SO3 आउँछ, यो उडेर जाने भयो र CuOलाई चाहिँ हामी के भन्छ, ब्ल्याक अक्साइड पनि भनिन्छ। अब मैले यदि यसलाई NaOHसँग गरेँ, CuSO4.5H2O प्लस NaOH गरेँ भने CuOH होल ट्वाइस प्लस के आउँछ त भन्दाखेरि Na2SO4। यो भने के भयो, कपर हाइड्रोक्साइड भयो। कपर हाइड्रोक्साइड चाहिँ कस्तो हुन्छ, ब्लुइस व्हाइट कलर हुन्छ। र यदि इन प्रेजेन्स अफ मैले एमोनिया सोलुसनमा राखेँ भने यो के आउने भयो भन्दा कपर हाइड्रोक्साइड चाहिँ आउने नै भयो जुन ब्लू कलरको हुन्छ र यहाँ NH2SO4 चाहिँ आउने भयो। यदि मैले एक्सेस अमाउन्ट अफ NH4OH राखेँ भने के आउँछ, CuNH3SO4 आउँछ। यो चाहिँ डिप ब्लू कलर हुन्छ। यो चाहिँ यसको कलर चाहिँ डिप ब्लू हुन्छ र वाटर चाहिँ यसले रिलिज गर्नेछ। अन फर्दर रियाक्सन मैले जब CuSO4लाई मैले KIसँग रियाक्सन गराउँछु तब चाहिँ Cu2I2 र K2SO4 आउँछ। यसलाई हामी के भन्छ, क्युप्रक्स आयोडाइड भनिन्छ। यसको चाहिँ हामीले स्ट्रक्चर अफ द ब्युभिट्रोल भनेर म यहाँ एउटा राखिदिएको छु यहाँ। अनि यसको युज चाहिँ के छ भन्दाखेरि यो चाहिँ इलेक्ट्रोलाइट गर्नको लागि काम आउँछ। अनि युज एज जम किलर, हामी चाहिँ यसको प्रयोग गरेर जमहरूलाई किल गर्न सक्छौँ। जमहरूलाई किल गर्न सक्छौँ र चाहिँ ल्याबोरेटरी रियाजेन्टमा पनि काम आउँछ। मैले यहाँ चाहिँ थोरै राखेको छु।